यो आवासीलाई गाई भनेपछि असाध्यै मन पर्छ। हामी चाहिँ भैरव मन्दिर गएर आएको। भैरव मन्दिर गएर आउँदा नटिप न त्यसरी हो। यहाँ तोरीको पात टिपेर गाईलाई खुवाउँदैछिन् रे। हेरौँ है त कसरी खुवाउँछिन्। ल खुवाउ त कसरी खुवाउँछौ हेरौँ। भयो अब पुगिसक्यो। अहिले गाईले पराल खाँदैछ। आवासीले चाहिँ गाईलाई अब घाँस दिँदैछिन्। गुड मर्निङ भन। तलै राख्दिस् न बेटा। चुट्टै टोक्दिन पनि सक्छ। यो चाहिँ आवासी सधैँ आएर गाईलाई रोटी खान दिन्थे। आज रोटी पकाउन नभ्याएर आज चाहिँ घाँस दिँदैछ। अलि नजिकै गएर देऊ न। खाइदियो खाइदियो ला। गाईले हातै खाइदियो जस्तो छ हो। चाहिँ बुवा पनि हुनुहुन्छ। हामी त 3 जना गएर आएको भैरव मन्दिर। बाटोमा गाईलाई यस्तो छ तल राखिदिनु पर्ने। आवासीले नजानेर हातै टोकिदियो। यहाँ चाहिँ गाईको ममु छ। किची गाई। यही गाईले आवासीको हात टोकिदियो जस्तो छ। खै हात देखाउ त बेटा कस्तो भयो। पछाडि धेरै टोक्दियो। टक्कै टोकिदियो। अबदेखि कहिले हातमा नदेऊ हस्। तलै राखिदियो। ए झन्नै टाउकोमा पनि खाइदिएको। खाऊ यहाँ तल राखिदियो। देखेन सानो भयो नि त त्यो। ल हिँड अब भयो। ल आऊ ल भोलि खानेकुरा ल्याइदिन्छु भन। नि ल अब हामी चाहिँ यहाँबाट फर्केको। अब हामी घरै जान्छौँ। अब भोलि आउने है। ओके।